सो हेलो गाइज, वेलकम टु माई न्यू रियाक्सन भिडियो होइन। आज पनि म फेरि नयाँ रियाक्सन भिडियो लिएर आइसकेँ होइन। म चाहिँ रियाक्सन भिडियो गरिरहेको हुन्छु बेला बेला। सो आज चाहिँ म पहिलोचोटि गीतमा रियाक्सन दिन जाँदैछु। किन भन्दाखेरि गीतभन्दा पनि ऱ्याप भन्दा ठिक होला। किन भन्दाखेरि जिपअपको नयाँ सङ आएको रहेछ होइन, परिचय द इन्ट्रो भनेर आएको रहेछ। सो म यसमा रियाक्सन दिन जाँदैछु। पहिलोचोटि हो गाइज यो, सो मलाई केही थाहा छैन। सो त्यस कारणले गर्दाखेरि भिडियो सुरु गरौँ है त। द बब रेकर्ड मान्छे गएको हो कि हो। लुक्स त बबाले छ है गाइज। जिपअपको अब पहिला ब्याटलहरू मात्रै हेरिरहेको होइन, भिडियोहरू खासै मैले हेरेको छैन। लुक्स त बबाल छ ल। भाइब चाहिँ छ है गीतमा, अब अलिकति सुन्दाखेरि नि नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सुप्रतिदा मेरो परिचय भाषण लेट छङ्गा चेट भाषा सम्हालिन्छ हेटरमा दाउ म जस्तै बितिएन कति आए कति गए नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सुप्रतिदा मेरो परिचय भाषण लेट छङ्गा चेट भाषा सम्हालिन्छ छङ्गा चेट सुनु हेटरमा दाउ भुइँमा पाउ आका आकाशतिर समाति पेन मेरो फेम गेम सम्हालिन्छ छक्क क्राउड हेट अन्डरग्राउन्ड आकाशिन्छ देखाउने नखरा मेरो अघि कोही नखरा सालको काला यो देखाउने नखरा नखरा मेरो अगाडि नखरा दामी सहरमा कसैले गरिरहेछ के भनिरहे हेरिरहेछु तोकेर मोर लाग्छ नकमाउने रहरमा बारा देखो बस्दैन कोही पनि बस्दैन ब्याटलले नखेलाहरूले जज गर्ने जस्दैन ब्याटलले नखेलाहरूले के भने कसैले गरिरहेछ के भनिरहे हेरिरहेछु तोकेर मोर लाग्छ नकमाउने रहरमा बारा देखो बस्दैन कोही पनि बस्दैन ब्याटलले नखेलाहरूले जज गर्ने जस्दैन ब्याटलले नखेलाहरूले जज गर्न जस्दैन दान दान खेला आइजरे तकको अफ छैन झोला भित्र किताब बोकी हिँड्छु अहिले जफ छैन साइडको सरी खेल्ने के किताबमा झोलामा किताब बोकी हिँड्छु जफ छैन दामी दामी भन्दा पनि मेरो सिडीमा छ ध्यान साइडको लाइफ छु कति सिटीमा छ ब्यान्ड 2020 देखि अहिलेसम्म बितिरहेको ब्रान्ड खतरनाक अभिनय गरी बनाएको यो परिचय म जस्तै भेटिएन कति आए कति गए नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सुप्रतिदा मेरो परिचय खेल हो यो दिमागको परिचय म जस्तै भेटि भन्दा पनि मेरो सिडीमा छ ध्यान साइडको लाइफ छु कति सिटीमा छ ब्यान्ड 2020 देखि अहिलेसम्म बितिरहेको ब्रान्ड खतरनाक अभिनय गरी बनाएको यो परिचय म जस्तै भेटिएन कति आए कति गए नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सुप्रतिदा मेरो परिचय बल होइन शब्द खेल हो यो दिमागको जुतेर माथि आएको जुतेर जान पर्छ नत्र कथा सिधै सिधै पूर्ण विराम हो उत्तर नदिनु भन्ने कमजोरीको निशान हो विचार गर स्याल बच्चा मोरास ख्याल ख्याल गर्दा तिमीहरूको हुत्ती हेर्दा खेल भयो ख्याल ठट्टा मसँग जिस्किनु सट्टा आमा बाबुको ख्याल गर्छ ह्याप्स त ब्याक गरे देखाउ तँलाई बिहा गर्दा तिमीले खतरा भन्ने चिन्छ मलाई याद गर्दा कसरी पल्टियो सत्ता नै बाबु त्यो म्याप पल्टा कसैले पाएन पल्टियो के भने सँग जिस्किनु सट्टा आमा बाबुको ख्याल गर्छ ह्याप्स त ब्याक गरे देखाउ तँलाई बिहा गर्दा तिमीले खतरा भन्ने चिन्छ मलाई याद गर्दा कसरी पल्टियो सत्ता नै बाबु त्यो म्याप पल्टा कसैले पाएन पत्ता गरे कामलाई याद गर्दा मेरो फेभरेट र्यापर साइको पर्छ मैले र्याप गर्दा कसैले भने के गरे थियो बवाच तेरो सौ शुद्ध तिहा ब्यास त पैसाको थाक नदेहिरा किन्ने ग्यास छ हेर जस्ता आँख त तान्ने हात काम गर्न नसकेको हिँड्ने काम नगरे यिनीहरूले
छर्या पापले भरिएको घैटे कहिले काम नपर्या यस्तो ठाउँले भेटिँदैन जहाँ सम्मान नगर्या खतरनाक अभिनय गरी बनाएको यो परिचय म जस्तो केटी कति आए कति गए नेपाली साङ्गीतिक क्षेत्रको धरोहरमा सिधा कुरा सबले दिँदा मेरो परिचय सो हैन भिडियो चाहिँ एकदम बवाल हैन अब गीत ठिकै छ अब यसै नराम्रो पनि छैन भिडियो चाहिँ एकदम खतरनाक बनाएको रहेछ हैन टिजर हेर्दाखेरि थाहा थियो गीत एकदम बवाल बनाएको रहेछ हैन सो मेरो भिडियो मन पर्यो भने लाइक गरिदिनुस् कमेन्ट गर्नुस् शेयर गर्नुस् सब्स्क्राइब गरिदिनुस् जीवको गीत सुनेर एक लाइक चाहिँ गर्नै पर्छ हैन सो यति नै हो आजलाई अर्को कुनमा रियाक्सन दिउँ त्यो कमेन्ट गर्नु होला यति भन्दै आजलाई छुट्टिन्छौँ हस्त टाटा बाइ